त्यो पोसिबिलिटी छ भने मात्रै हो। मान्छेको जग्गा मान्छेको घर भत्काएर त्यो सबैलाई त्यो टाट पल्टाएर बाटो बढाउनु चाहिँ त्यो सही हुँदैन कि त्यो 50 लाखको आनाको जग्गा भने 50 लाख दिन सक्नु पर्यो। 50 लाख आनाको जग्गा हुन्छ मुआवजा चाहिँ 3 लाख रुपियाँ दिएर त भएन नि त। उसलाई चाहिँ कोही बेला हो यहाँ भिडभाड भएको छ, यहाँ सरकारले मलाई आनाको यहाँ चल्तीको रेटको जति थियो त्यति दिए त म अलिकति खुला ठाउँमा जग्गा लिएर घर बनाउँथे भन्ने त होला नि त। यहाँनिर समस्या हामी के छ भन्दाखेरि हामी 30 वर्ष ढिला छौँ क्या। हामी 30 वर्ष ढिला भइसक्यो यस्तो कुराहरू। दिनभित्र विदेशमा बसेका क्षमतावान मानिसहरूलाई यही देशमा उनीहरूले विदेशमा पाए जस्तै सेवा सुविधा दिएर यो देश फर्कने सुवर्ण अवसर भनेर अस्ट्रेलियाको गल्लीमा, युरोपको गल्लीमा, अमेरिकाको गल्लीमा पोस्टर टास्न म आफै जानेछु र 100 जना भनेर यात्रा सुरु हुनेछ। तपाईको साथै छौँ।